सम्माननीय सुपरभाइजर महोदय, आज मसँगै बस्ने एकजना कामदार थोकबहादुरलाई आफ्नो श्रीमतीले कसकस गरेर टर्चर दिइरहेको रहेछ। सम्झाउँदै गर्दा काममा आउने अलि ढिला भयो। सम्माननीय सुपरभाइजर महोदय, यो साउन महिना लाग्दै गर्दाको दृश्य सुनिन सक्नु, हेरिन सक्नु भएको छ। कसैले भन्छ, बुढो मेरो भाइ छिटो पैसा पठाऊ, यो साउन महिना लागिसक्यो, हरियो चुरा मेहन्दी किन्नु छ। कसैले भन्छ, बुढो मेरो गिट्ठे, बुढो मेरो रिट्ठे, यो महिना पैसा नपठाए अर्कैसँग चल्दिन्छु। ल भन्नु सुपरभाइजर महोदय, यो बुढोको हेपाइ र साउन महिनाको बलात्कार भएन र? हामी परदेशमा बिहानदेखि बेलुकीसम्म काम गर्दा गर्दा दुईवटा खुट्टाको बिचमा पिल्सिएर पासिएर कोदाको रोटी जस्तो भएको कसैलाई थाहा छ? महिनौ पहिले किनेको लुगा र दुई ठाउँमा दुलो परेको गोपालकट्टु लगाएर हिँडेको कसैले देखेको छ? छैन। किनभने एउटा परदेशीले कसैको खुसीको लागि, आफ्नो परिवारको खुसीको लागि सारा पिडा लुगाएर हिँडिरहेको हुन्छ। त्यसैले श्रीमानले कमाउँदैछ, कमाउन दिनुहोस्, रमाउने दिन पछि आउँछ। तर यो साउन महिना 30 पर्वलाई लिएर स्टनबाजी नगर्नुहोस्। श्रीमानको आयु बढाउनलाई हरियो चुरा, हरियो साडी लगाउनै पर्दैन। बस त्यो घिनामर्न चोरे जस्तो खाप्चो लगाएर प्याट 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 काच 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 नगरे 80-100 वर्षसम्म हामीले मालपान बगाउन सक्छौँ भन्दा अर्काको बुढीहरूले फोनमा म्यासेजमा निरन्तर ज्यान मार्ने धम्की दिइरहेका छन्। म अलिकति पढेर सुनाउँछु सुपरभाइजर महोदय। नाम भन्नुभएको छ थापमाया चलाउने, ठेगाना मोलदर नगरपालिका। उहाँले भन्नुभएको छ, पक जिरे आम्मा कसम तँलाई जहाँ भेट्छु गोर्ल्याम्मै अङ्गालो मारेर तेरो गालामा चप्प चप्प मै खाइदिन्छु भनेर फोन नम्बर पनि दिनुभएको छ। 9840 दिउँसो हुन्छ, राति हुन्न। ल भन्नुहोस्।